हाइबल ग्लासतिर हाइबलको युज भन्नुहोस् केमा युज गरिन्छ वाटर ग्लास अब टम कोलिन्सकै सेकेन्ड अप्सन लिगे पनि भयो इन केस तपाईँसँग टम कोलिन्स छैन भने यु गो फर हाइबल होइन नत्र हामीले वाटरको लागि अथवा इन्डिभिजुअल कोक फेन्टा सर्भ गर्नको लागि अनि तपाईँको जुसहरूको लागि पनि युज गर्न ठिक छ त्यही अब योभन्दा अलिकति यत्रो चाहिँ हुन्छ है त जुस ग्लास यो चाहिँ हामीले वेलकम ड्रिङ्क्स होइन होटेलमा काम गर्दाखेरि हामीले वेलकम ड्रिङ्क्स दिन्थ्यौँ होइन त्यति बेला जुस ग्लास भनेर अलिकति ठुलो हामीसँग रेस्टुरेन्टमा त छ रेस्टुरेन्टसम्म पुग्ने अलिक जागा नभएर हो होइन एउटा चाहिँ लिएर आउँला एक दुई दिनमा अथवा अहिले एकछिनमा पेस्ट्री गरेर लिएर आए पनि हुन्छ होइन अलिक यत्रो चाहिँ छ है हामीसँग जुस ग्लास छ यो हो एप्सिन्थको ग्लास हो है त्यसलाई अघि भनिसक्यो हामीले एप्सिन्थ फाउन्टेन स्पुन भन्छ माथिपट्टि हामीले सुगर क्युब राखेर पोर गर्नका लागि युज गर्छौँ एप्सिन्थ भन्ने बोर्ड छ है इट इज काइन्ड अफ लिक्योर होइन सो त्यो रिलेटेड ककटेल्स होइन त्यो एप्सिन्थ युज हुने कुनै ककटेल्सहरू होला त्यति बेला युज गरिन्छ एन्ड जुन चाहिँ तपाईँको सिग्नेचर ककटेलहरू होइन जुन चाहिँ अलिक एक्सपेन्सिभ पर्न जान्छ अलिक अब जिन भोडका टकिलाहरू जे पनि छ अलिक हाई कस्ट भएको टकिलाहरू भयो हाई कस्ट भएको भोडकाहरू त्यो रिलेटेड ककटेल्स होइन अलिक महँगो पर्ने ककटेल्सहरू चाहिँ अलिकति प्रिमियम देखाउनको लागि चाहिँ हामीले यो गिलास पनि युज गरिन्छ त्यसको ठाउँमा यो ठिक छ नि सो त्यही ठिक छ अब यो ग्लास पनि त्यहीसँग जोडिहालौँ एक्ज्याक्टली यसको नामै त छैन हामीले अब ओल्ड फ्यासन ग्लासको अल्टरनेटिभको युजमा स्पिड्सहरू सर्भ गर्दा पनि भयो र सानो खालको ककटेलहरू सर्भ गर्दा पनि भयो अब यस्तै लगाएको ग्लासहरू टन्नै आएको छ है मार्केटमा अहिले नयाँ डिजाइनमा आइरहेको छ होइन अलिकति युनिकनेस पनि दिएको त्यसले ठाउँलाई अलिकति प्रिमियम बनाउँछ भन्ने कुरा पनि भयो है त यसलाई हामी टम्ब्लरै भन्छौँ हाइबलको स्टेटमा प्रयोग गर्न पनि सक्छौँ यसलाई थपिदिनुहोस् के त्यही यो नर्मल टम्लर वाटर ग्लास मोस्टली वाटर सर्भ गर्नको लागि नै गरेर आउँछ वाटर गब्लेटहरू पनि थियो पछाडिमा लिएर आउँछ है त अहिले एकछिनमा यो भयो बियर मग है कुनै पनि ह्यान्डल छ भने त्यसलाई हामी मग भनेर बुझ्नुपर्छ भनेर बुझिराखौँ यसमा बियरै सर्भ हुन्छ यो हो आइरिस कफी मग है अब आइरिस कफी भन्ने एउटा ड्रिङ्क छ त्यो बनाउँदाखेरि हामीले यसमा यो प्रयोग गरिरहेको हुन्छौँ है त ठिक छ यसलाई भन्छ के भन्छ यसलाई सबैले चिन्नुहुन्छ होला मार्गारिटा भन्ने ककटेल छ टकिला बेस्ड हामीले त्यो बनाउँदाखेरि यसलाई प्रयोग गर्छौँ है त एउटा मात्रै ककटेल छ मार्गरिटा त्यही मार्गरिटामा युज गर्ने ग्लास हो है यसलाई भन्छ कर्डियल ग्लास भन्छ है सानो स्पिरिटहरू यतिसम्म सर्भ हुने स्पिरिटहरू पनि हामीले यसमा सर्भ गरिरहेको हुन्छौँ है यो ब्रान्डी बलुन अथवा ब्रान्डी स्निफ्टर अब ब्रान्डी कग्न्याक्सहरू हामीले यसमा सर्भ गरिरहेको हुन्छौँ यसको साइज ठुलो सानो हुनसक्छ तर सेप चाहिँ यही नै हुने भयो है त यसलाई हामीले यसलाई स्टोर गर्न मिल्यो स्निफ गर्न मिल्यो भनेर यस्तो सेप दिएको छ है त यो ग्लास र रेड वाइन ग्लासलाई अलिकति कम्पेयर गर्ने प्रयास गर्नुहोस् होइन दुइटैको खाने होइन सिप लिने स्टाइल एउटै हो सो यो पनि यसको रुम टेम्परेचर अभियसली लो नै हुने भयो रेड वाइन जस्तो नि होइन सो यो ब्रान्डी मात्रै एउटा स्पिड हो जुन चाहिँ हामीले विदाउट आइस निटै खानुपर्ने हुन्छ सो तपाईँले जब पनि बारमा काम गर्नुहुन्छ कसैले ब्रान्डी मागेको छ भने ग्लास हेर्न पर्यो कुन ग्लासमा दिने ब्रान्डी बलुन रक गिलासमा दिनुहुन्छ भने यो बारटेन्डर होइन नै भन्छ सो यो ध्यान दिनु पर्यो एन्ड आइस त दिने नै होइन अब गेस्टले होइन म आइस खान्छु भने अब जे गेस्टले त जे भने त्यही गर्नु पर्यो गेस्ट त भगवानै हो म आइस हालेरै खान्छु भने पनि दिनु पर्यो तर यसको अफिसियल सर्भिङ भनेको चाहिँ तपाईँको विदाउट आइस विदाउट अझ सक्नुहुन्छ भने तपाईँले यो ग्लासलाई अलिकति वार्म बनाउनुहोस् बार लाइटर एन्ड देन पोर खाने यो रुम टेम्परेचरै हो चिल्ड होइन यही मात्रै है स्प्रिट भयो भोडका जिन मोस्टली तपाईँको विस्की पनि आइसी हालेर खाइन्छ अब त्यो मान्छेको अनुसार तर ब्रान्डी मात्रै कोनाक भनिहाल्नुभयो त्यो चाहिँ तपाईँको रुम टेम्परेचर काइन्ड अफ रेड वाइन जस्तै है त अब सरले भनिहाल्नुभयो समाउँदाखेरि पनि योलाई यसरी समाउन मिल्छ है त किन तपाईँको हातको टेम्परेचरले ग्लासलाई पनि के गरिरहेको छ त तताइरहेको छ है अनि त्यो जति अलिकति हिट
जे होस् यसको टेम्परेचर बढाउनलाई पनि सहयोग गर्छ भनेर यसरी समाउँदा पनि समाएर तपाईँहरूले पिउन मिल्यो है त। रेड वाइनको केसमा पनि तपाईँहरूले माथि यसरी समाउँदै कसैले खाइरहेको देखिरहनु भएको होला। व्हाइट वाइनको केसमा चाहिँ प्लिज मेक स्योर तपाईँले स्टिममा अथवा तल बेसमा समाएर खाइरहनु भएको छ, किन त्यो चिसो खाने चिजलाई फेरि हातको टेम्परेचरले के गरिरहेको हुन्छ त राइज गरिरहेको हुन्छ है त। ठिक छ। अब यो हाम्रो ओल्ड फेसन ग्लास है, हामीले बिस्की बेस्ड ड्रिङ्क्सहरू यसमा सर्भ गरिरहेको छौँ। सर्भ गर्नु नै सक्नुभयो, गर्दै जाँदा यो पनि देखिँदै जान्छ होइन। यसलाई हामी के भन्छौँ, सन्डे बल भन्छौँ। अब आइसक्रिमहरू सर्भ गर्नको लागि प्रयोग गरिरहेको छौँ। अब यसलाई भन्छ रोली पोली। यो जता ढल्काए पनि सिधै हुन्छ है, लड्दै लड्दैन भन्ने कुरो हो। यसको अल्टरनेटिभमा प्रयोग गर्न पनि मिल्यो। यो त चिन्नुहुन्छ होला सबैले, कप ससर है त। डेमिटास कप भन्न मिल्छ होला है। एस्प्रेसो कप हो, डेमिटास हेरिहालौँला है त, त्यसरी क्लियर गरौँला। यो हो सुटर, 60 ml हुन्छ। अलिकति लामो कुनै लेयर ड्रिङ्कहरू छ भने पनि बनाउन मिल्छ होइन। सर्टै हानेर सुटरमा अलिकति डबल चाहिएको सर्टै हान्छु भन्नु पनि मिल्न चाहिँ मिल्यो है त। यो सर्ट ग्लास 30 ml भयो। ठिक छ। टकिलाको सर्टहरूको कुरा होला, रिङ गरेर हामीले खानको लागि पनि प्रयोग गर्छौँ। एकदमै टकिला सर्ट भनेर पपुलर पनि भएको छ है आजकल। यो के हो त, आइस पकेट है। स्पिड्सहरू दिँदा अब डाइरेक्टली आइस हालेरै दिने भन्दा पनि गेस्टहरूको साइडमा लगेर हामीले राखिदिन्छौँ, गेस्टले आफै टिपेर हाल्दै प्रयोग गर्न पनि सक्नुभयो। यसलाई आइस टङ भन्यो है त। ठिक छ। यो हो म्युल कप, मस्को म्युल भन्ने कप, कप्पर कप पनि भन्छ। काइन्ड अफ मार्गरिटा जस्तै एउटा ककटेल छ, ककटेलको नाम मस्को म्युल। अब यसलाई एउटा जुलिप कप भनेर अहिले जानिराख्नुहोस्। यस्तै सेपको हुन्छ होइन, बाल्टी जस्तै हुन्छ, अलिकति ठुलो हुन्छ योभन्दा। मिन्ट जुलिप भन्ने ककटेलहरू नै छ, त्यसमा त्यो सर्भ हुन्छ। यसको नाम के छ एक्ज्याक्टली? यो खासमा अब पाइनएप्पलको सेपमा छ यो होइन। पाइनएप्पल कप्पर अब ग्लास भनेर बुझिराखौँ।